नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले एउटा पार्टीको कार्यक्रममा बोल्दै सामाजिक सुरक्षा भत्ता जुन नेकपा एमालेको सरकारले सुरु गरेको थियो त्यो सामाजिक सुरक्षा भत्ता ज्येष्ठ नागरिकहरूले लिएर पनि नेकपा एमालेलाई भोट नगरेको भन्ने अभिव्यक्ति दिइरहेको सुने। खड्गप्रसाद ओलीबा 30 वर्ष अगाडि तपाईको पार्टीको सरकारले सुरु गरेको एउटा योजनालाई आजसम्म पनि बेचेर त्यसैको ब्याजले आफ्नो राजनीति रोटी सेक्न तपाईलाई लाज लाग्दैन? 2050 सालमा जननेता मदन भण्डारीको जीव दुर्घटना भएको मृत्युलाई हत्या भन्दै त्यो हत्यालाई आजसम्म बेचेर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न तपाईलाई लाज लाग्दैन? तपाईले यो देशमा लोकतन्त्र र प्रजातन्त्रका लागि संघर्ष गर्नुभयो, भूमिगत जीवन बिताउनुभयो, 14 वर्ष जेल जीवन पनि बिताउनुभयो। त्यो जुन तपाईले गरेको योगदान हामीहरूले मानेका छौं, तर आज पनि त्यही योगदानलाई देखाएर त्यही योगदानलाई बेचेर तपाईलाई नेपाली जनताले नेपालको राजनीतिक सिंहासनमा राखिदिनु पर्ने, पार्टीको नेतृत्वमा राखिदिनु पर्ने, अनि हामी जनता समक्ष पुग्न सकेनौं भन्दै हुनुहुन्छ। तपाई जनता समक्ष कसरी पुग्न सक्नुहुन्छ? तपाईका नजरमा जनता कहिले परेका छैनन्। तपाईका नजरमा तपाईका वरिपरि भएका झोले झाम्टे र तपाईका हनुमानदेखि बाहेक तपाईले नेपाली जनता पनि देख्नु भएको छ र तपाईका नजरमा नेपाली जनता पनि छन् भन्ने लाग्छ। अनि 2051 सालमा मनमोहन अधिकारीको अल्पमतको सरकारले लागू गरेको यो सामाजिक सुरक्षा भत्ता विभिन्न कालखण्डमा विभिन्न सरकारहरूले यसमा वृद्धिको काम गरेका छन्। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदाखेरि 500 रुपियाँ रहेको भत्तालाई उनले 1000 रुपियाँ बनाए। अब के बाबुराम भट्टराई र माओवादीले पनि यो ज्येष्ठ नागरिक भत्तामा हाम्रो पनि योगदान छ भनेर यसैलाई देखाएर फेरि भोटको भिख माग्ने? नेकपा एमालेका अहिलेका नेतृत्व वर्गलाई लाज शरम भन्ने कुरा लाग्छ कि लाग्दैन? सधैँभरि यी पुराना कुरालाई देखाएर सधैँभरि भोटको राजनीति गर्ने, सधैँभरि जनतालाई गुमराहमा राखेर प्रतिदिन राजनीति चल्छ। तपाईले र तपाईको नेतृत्व कालमा यो देशलाई तपाईले दिएको योगदान के हो? तपाई आफू नेतृत्वमा हुँदाखेरि यो देशमा गुण्डा, भ्रष्टाचारी, बिचौलिया, बलात्कारीलाई संरक्षण गर्नेदेखि बाहेक तपाईले गर्नुभएको उपलब्धि के हो? जिन्दगीमा एउटा व्यक्तिले गरेको एउटा योगदानलाई पटक पटक देखाएर दशकौं दशक यो देश लुट्न पाइँदैन। यो देशमा निरङ्कुशता र गुण्डागर्दी र अराजकता फैल्याउन पाइँदैन। नेकपा एमालेका अध्यक्षले एउटा बुझ्नुपर्ने कुरा के हो भने जनताले तपाईहरुलाई स्वीकार गरेका छैनन्। नेकपा एमालेको यसमा कुनै दोष छैन। तपाई र तपाईका कोटरीका वरिपरि घुम्ने ती झुण्डका कारणले गर्दाखेरि आज नेकपा एमाले यसरी बदनाम भएको हो। अनि जनताले हामीहरूले सोचे जस्तो भोट हामीहरूलाई गरेनन् भन्दै हुनुहुन्छ। कसरी गर्छन् जनताले भोट? तपाई आफू भोट माग्न जनताका बीचमा जाँदाखेरि तपाईलाई नेकपा एमालेमा दशकौं योगदान गरेका महिला नेत्री डाक्टर बिन्दा पाण्डे, अष्टलक्ष्मी साक्य भन्दा पनि तपाईलाई ज्योति मगर प्यारो लाग्छ। ती महिला नेत्रीका योगदानलाई देखेर भन्दा ज्योति मगरको अर्धनग्न तस्बिरलाई देखेर भोट दिन्छन् भन्ने तपाईको सोच छ। अनि नेकपा एमालेमा सयौं उत्कृष्ट युवा नेताहरू हुँदा हुँदै पनि तपाईलाई गुण्डा, नाइके, दीपक बनाङ्गेपट्टि भरोसा लाग्छ। अनि यसबाट तपाईको सोच प्रष्ट हुन्छ कि तपाईको दिमागमा के चल्छ र तपाईको मानसिकता कस्तो छ भन्ने कुरो यी कुराहरूबाट प्रष्ट हुन्छ। अनि खड्गप्रसाद ओलीबा अहिलेको चुनावमा जनताले नेकपा एमालेलाई भोट नदिएका होइनन्। अहिलेको चुनावमा तपाई र तपाईका कोटरी वरिपरि घुम्ने जुन गुण्डा छन्, बलात्कारी छन्, अराजकतावादी छन्, बिचौलिया छन्, ती व्यक्तिको अनुहार हेरेर अहिले सूर्य चिन्हलाई जनताले भोट नदिएका हुन्। नेकपा एमालेलाई हिजो पनि जनताले माया गरेका थिए र भोलि पनि गर्छन्। तर तपाई र तपाईका कोटरीमा रहेका गनाउने अनुहार देखेर जनताहरूले फेरि मतदान गर्दैनन्। त्यो भएर नेकपा एमालेलाई मुक्त गर्ने हो भने र नेकपा एमालेलाई फेरि जनताका बीचमा पुनर्स्थापित गर्ने हो भने तपाई र तपाईका कोटरीका सम्पूर्ण गनाउने नेताहरूले पार्टीलाई मुक्त गर्न सक्नुपर्छ। होइन भने नेकपा एमालेको नामो निशान अबको स्थानीय चुनावमा मेटिँदैछ। यो कुरो खड्गप्रसाद ओली र उनका कोटरीका जति पनि ग्याङ छन् ती ग्याङले राम्रोसँग बुझेर नेकपा एमालेलाई फल्ने र फुल्ने मौका दिनु होला।